नमस्ते हौ। नमस्ते खैन होला अमर सबन खैन म ए बुढी तरकारी अलि बडा अनि चामल पनि बडा किन ऊ आमा ए मेरो बाबु पो आएछ ल मेरो बाबु ढोक गरे आमा। आएछ सन्चै छु बाबु ल भाग्यमान सन्चै हुनुहुन्छ सन्चै छु बाबु राम्रोसँग आयौ हो, आमा। ल ल आफ्नो रुममा जाऊ ल हुन्छ आमा। तेरो छोराको खुट्टा बाँधे किन के भो र त्यो क्याप्टेनको खाली घरलाई हेरेको हेरेछ अझै आएको छैन त्यो खाली घर हेरेर भर्खर त बाबु घर आउँदैछ सम्झाउला नि बेसरी पुलपुले तेरो छोरालाई खै बा ल ल भाइ सरासर घर आउनु पर्दैन अब घर आउने बाटै त्यही हो घर आउनै पर्यो फेरि त्यो घर नहेरी चिया लिनुहोस् सुखै मिलेन ल बाबु यो केटा बिहा नगरी सुध्रिनेवाला छैन बुढी चित्रे दाईको छोरी छ त को त्यो सिकानी भेडी गाउँमा आएको एक दिन हुन पाएको छैन तपाईँहरूलाई खालि मेरो बिहाको चिन्ता छ तेरो वाली दुवाली सबै बाउ भइसके त त्यसै भन्दै बस Cheers! साँच्ची जोडी निकै सुहाउँदो छ है बधाई छ तँलाई ल ठिक छ तैँले पनि गर्नु पर्यो अब ला त्यो खुसीमा एकचोटि खा यहीँ छ खा खा त्यही खुसियालीमा खा ल ल अब तैँले पनि गर्नु पर्यो बिस्तारै गर्दै गरौँला नि यार अनि कति दिनको छुट्टी आइस् त 60 दिनको यार ए अनि मधु गाउँ आएको छैन मधु बाजे बितेदेखि गाउँ आएकै छैन होइन हो मेरो पनि मधुसँग कन्ट्याक्टै भएको छैन यार त्यही पुरानो नम्बरमा कन्ट्याक्ट गर्न खोज्छु खै कन्ट्याक्टै हुन्न त्यस्तो केटी जति नि पाइन्छ किन चिन्ता लिन्छस् अब तैँले नि बिर्सिदे मधुलाई देखिस् तेरो छोराको चाल यतिखेरसम्म घर आएको छैन तरमा कोही होइन त्यही भएर भनेको त्यसको खुट्टा बाँधिनुपर्छ भनेर कति ल्यायो तेरो छोराले पैसा हँ अस्ति भर्खर मात्र त पठाएको नि अहिले के ल्याउने हो र तताएर खायो नि भयो नि अनि तेरो घर आउने बेला यही हो पख तँलाई लगाम नकसी कहाँ छोड्छु र म भोलि बिहान तयार भएर बस कहाँ हिँडेको भनेको हामी के आइज आइज
बाबा फेरि कहाँ लिएर जान लाउनु भयो क्या मलाई फेरि त्यो आशा घरमा लिएर जान लाउनु भयो होइन म सिधै उसँग भेटेर कुरा गर्छु नि बाबा। यसरी हामी अचानक जाँदाखेरि उसले के सोच्छ हामीलाई? म उसँग सिधै कुरा गर्छु नि बाबा। यसो गरे हुन्न र? कहिले आइस् त? तेरो दिन भएको छैन। घरमा त तेरो मेरो बिहाको कुरा पो चलिराखेको छ त। अनि तेरो मधु नि? समस्या त्यही त हो नि। न मैले उनलाई बोल्न सकेँ, न भेटाउन नै सकेँ। त्यस्तो पो? सुना नि त तेरो लभ स्टोरी। कहाँ बोल्न सक्छु र म त्यो दिन? हाम्रो पहिलो भेटलाई म बाँस काट्न जाँदा ऊ पहिलोपल्ट गाउँ आएको रहेछ। बाँसले उसको बाटो छेकेको रहेछ। मैले बाँस उठाइदिएँ, त्यो पनि एकै हातले। उसलाई भेटेको त्यो पल म त यसै मदहोस भएँ। म त्यस्तो व्यक्ति त होइन जो कसैलाई पछ्याउँछ, तर पछ्याउन पुगेछु। 21-15-06 हाजिर बाजे। त आइपुगिस् काली। ल भाग्यमानी। अन्तिममा थाहा भयो उनी त क्याप्टेन बाजेको आफ्नै नातिनी पो रहेछ। इन्ट्रेस्टिङ। अनि कसरी पट्यो त तसँग त्यो केटी? संयोगले गाउँमा धेरै पछि जोरा नाच्ने भयो। ऊ पनि त्यही थियो।
हिमालय चुली त्यो आठ काठ जोडै र कस्तुरी हे उडानी माछिया गङ्गैको तालैमा हजुरै हामी भेटघाटै भयो सपना जसरी सम्पूर्ण गाउँ बसोबास गर्नुहुने आमाबा दिदीबहिनीहरूलाई म लामो समय युके बसोबासपछि आफ्नो जन्मभूमि आएँ र मैले धेरै त केही गर्न सकिनँ। यो मेरो सानो रकम चाहिँ गाउँमा प्रतीक्षालय ठाँटी बाटोघाटोमा गाउँलाई इँटा थपिने मात्रै काम हो र धेरै पछि आज यो झोरा नाच पनि हेर्ने मौका जुर्यो। विशेष गरी धन्यवाद बहिनीहरूलाई। उसलाई ह्यान्डिक्राफ्ट साह्रै मनपर्ने अनि मलाई भाना चाहिरहेको। अर्को दिन उसलाई हाम्रै घरमा भेटेँ। कस्तो राम्रो है, कसले बनाएको? मैले बनाएको नि। कुनै मन पर्यो र? मैले बाबाले बुनेको डोको अनि स्याको आफैले बुनेको भनेर झुठो बोले। लाउनुहोस्। साँच्चै? साँच्चै। खासमा म ठट्टा गर्न चाहन्थेँ। उसले पत्ताएछ। चौथो भेटमा म दौराको भारी बोक्दै थिएँ। अचानक उसले आफ्नो हात अगाडि बढायो। थ्याङ्क यू। त्यही नै हाम्रो सामान्य बोलीचाली सुरु भयो। अनि तिमी त मिन कौरी फुको छोरी पो रहेछौ है? भनेपछि त तिमी त मेरो आफ्नै सोल्टिनी पो रहेछ। अब सोल्टी भन है, केटीसित बोल्नै नजान्ने। सोझै सोल्टिनी भनेर भनिदिए। उल्ला आजले केही बोलिनन्। उसको बारेमा सोधे, उसको परिवारको बारेमा सोधे। उसले पनि मेरो बारे सोध्यो। मैले पनि सबै कुरा नलुकाई भनिदिएँ। हामी बिचको सामिप्यता बढ्दै गयो। हामी सँगै रमाउन र आपसमै भुल्न थाल्यौँ। उसको आगमनले जीवन हलुका, झन् हलुका महसुस हुन्थ्यो। यसै बतासमा तैरिने बुवा जस्तो तैरिँदै बतासिँदै एकसाथ एकै श्वासमा हामी वरिपरिको सबै ठाउँ डुल्यौँ। यसबीच कति बेला माया बस्यो थाहै भएन। अरू के खानुहुन्छ कि? के लिने अरू? नाइ नलिने भयो। भयो। त्यति धेरै माया बसेको मान्छेहरू कसरी छुट्यो त? अमर, तपाईँ पनि पोखरा बस्नुहोस् न। किन बस्नु म पोखरा? अनि मलाई तपाईँको याद आउँछ। म भेट्न आइहाल्छु नि तिमीलाई। बरु तपाईँ पनि पोखरा बसेर केही जब गर्दा हुन्न? यहाँ गाउँमा यसरी हल्लेर हिँड्नुभन्दा त्यही ठिक होइन र? कहिलेकाहीँ त लाग्छ तपाईँ र मेरो कुरै मिल्दैन। कुरा मिले पो सम्बन्ध बाँच्छ त।
कुरा त कसको मिल्छ र लाठी मन मिले भइगयो नि खुब जानेछ हामी मायामा अन्धै भएछौँ आफैमा बस्दथ्यौँ अमर र क्याप्टेन बाजेको नातिनी होइन र अझै भनौँ कसैलाई वास्तै गर्न छोडेछौँ ए क्याप्टेन बाजे तपाईँको नातिनी र हर्के दाईको छोराको चालोमालो ठिक लागेन है मलाई अलि राम्रोसँग सम्झाउनु क्याप्टेन बाजेलाई हाम्रो सम्बन्धको बारेमा थाहा भयो मधु हजुर बाजे त्यो हर्केको छोरालाई कसरी चिन्छस् तैँले हर्केको छोरा त्यो अमरलाई ए त्यस्तो के होइन हामी साथी मात्र हो साथीको लागि यत्रो गाउँभरि त्यो लफङ्गालाई भेटिस् तँ यो गाउँमा नयाँ नयाँ आछस् मेरो इज्जतको नि ख्याल गर अबदेखि साथी बनाउनु छ भने आफ्नो स्तरको सँग बना बुझिस् हस् बाजे बिचारा मधुले बाजेको गाली खाएछ त्यही बेला फेरि बाबाले पनि सुन्नु परेको नकाटेर यसै सुकेर जाने बाँस काट्दैमा के भइजान्छ र सोचेर एक दिन अर्कैको बाँस काटे क्याप्टेन बाजेकै परेछ ओ मैला जर कान्छो तिमीहरूको बाउ छोराले त सबै मेरो बाँस खत्तम बनाइदियो यार मैले त आफ्नै बारीमा जाऊ भन्थ्यो छोरालाई त आफ्नो बारी र अर्काको बारी नि चिन्दैन चोरहरू चोर रे जाब सुकेर जाने बाँसले चोर भन्ने के को चोर कान्छो भयो चाहे सुकोस् चाहे कुहेर जाओस् मेरो सम्पत्ति चोर्नेलाई चोर भन्न पाउँदैन मैले तपाईँको बाँस भने के प्रमाण छ है के हो यो चोर भन्ने प्रमाण के हो यो के हो यो प्रमाण यसमा तपाईँको नाम लेखेको छ नाम लेख्नु पर्छ गएर बारीमा हेऱ्यो हुन्छ तपाईँको बाँस काटिसक्नु कसले देखेछ प्रमाण के छ चोरहरू अझै चोर भन्छ आफै होला चोर एउटा जाबो बाँसको लागि त्यति ठुलो झगडा होला भनेर सोचेकै थिएन कहाँ गएर आइस है ल बाँस लिएर आएको नि मधु र तेरो बारेमा के हो भन्ने कुरो मलाई सबै थाहा भइसक्यो साँचो कुरा के हो तेरो हो बा मधु र म एकअर्कालाई असाध्यै माया गर्छौँ हामी एकअर्का बिना बाँच्न सक्दैनौँ के हेर्दैछस् त उडाइदिए यति सक्सेस भने तर चोर जस्तो लुकी लुकी नामात्रै नभन परेको म बेर्छु चा गएर लिएर आऊ मलाई बाबाको सपोर्ट मिल्यो कता कता जोक पनि चल्यो त्यसैले सोझै मधुलाई भेट्न गएँ मधुकै कोठामा फेरि किन आउनुभएको यहाँ तिमीसँग गोप्पी गरेर सके मधु यी हुन्न अहिले बाजेले देख्नुभयो भने मान्नुहुन्छ अहिले मेरो कुरा त सुन न प्लिज ल भन्नु के कुरा हो आज राति तिमीहरूमा भाग है प्लिज हाम्रो मायाको सवाल ऊ मेरो कुरा सुन्न तयारै थिएन बोलाइदिन्छु नि म फेरि मैले पनि एकलौटी जिद्दी गरेँ उसले मलाई धकल्दै आँगनमा पुर्यायो। अहिले मान्छेले के भन्छ मलाई दुनियाँको मतलब छैन मलाई तिमी भएपछि आज राति हामी जस्तै भाग्नुपर्छ क्याप्टेन बाजे पनि मेरै अगाडि त मेरो घरमा किन टेकिस् के गर्न आइस् त यहाँ खुर्क यहाँबाट निक्लिहाल त आइन्दा मेरो घरको आँगनमा टेक्ने छैनस् भन के कुरा हो अब म पोखरा फर्किन्छु फर्क त्यसपछि म कहिले गाउँ आउँदिनँ नआऊ अब हामी पनि कहिल्यै नभेट्ने हामी आफ्नो आफ्नो बाटो लाग्नुपर्छ कति सजिलोसँगै भन्यो है मलाई एक्लै बिचेली पारेर छाडी जाने भनेर हुन त अर्काको भावना नबुझ्ने मान्छेलाई के रोकेर राख्नु जाऊ मैले नबुझेको रे तपाईँलाई थाहा छ मैले कति ठुलो तनाव भोग्नु परेको छ भनेर मेरो आफ्नो सपना छ म नर्स बन्न चाहन्छु मलाई नर्स बन्नु छ
तपाईँलाई के थाहा मैले नर्स बन्नको लागि कति सङ्घर्ष गर्नु पर्यो भनेर। घरमा परिवारलाई मनाउन कति मुस्किल थियो, तर अचानक तपाईँ मेरो जीवनमा आउनुभयो। तपाईँलाई भेटेपछि लाग्यो संसारको सबै खुसी पाए, तर अहिलेको समयमा आएर मलाई हाम्रो सम्बन्धभन्दा पनि पहिला मेरो करियर बनाउनु छ, मेरो सपना पुरा गर्नु छ। बाई। मधुले छोडेपछि मन खिन्न भयो। यहाँको भिर पाखा, बाटो चौतारा र गाउँका बस्तीहरू सुनसान लाग्यो। एक्लो अनुभूत गरे र गाउँ छोड्न मन लाग्यो। सानो मनको मान्छे त होइन रहेछस् त, तैँले मायामा यति ठुलो त्याग गरेको रहेछस्। तेरो लभ स्टोरीले साह्रै मन अमिलो बनायो। मुख गुलियो बनाउन घर जान्छस् त चिया पिउन? भो घर घरै खान्छु। नत्र सरसर घर जाए। आमा। हजुर। त्यो क्याप्टेन बाजेको छोरी छ नि, खासमा उसको बिहा कहाँ भएको र? ए त्यो मिनकाउरी नानी बिहे भएको त ज्यामिरे हो क्या रे, हङकङतिरै बस्नुहुन्छ रे, खै थाहा छैन। अनि मधु गाउँ आएको छैन त? आउँदैन, पहिला पो बाजे हुनुहुन्थ्यो र आउँथ्यो। आजकल त हङकङतिर छ कि यतै छ कि बिहे पो भयो कि कुन्नी। अनि ज्यामिरेमा फुपूको घर कहाँ रहेछ नि? थाहा छैन, म पनि गएको त छैन। ओ दाइ, के हो? यो मिनकौडी फुको घर कता होला? किन चाहियो? काम थियो के? यही हो। को किन आयो कान्छा? आफ्नै फुको गरेन आएको नि, किन पाउँदिन र? मान्छे हेर्दै डर लाग्दो तपाईँ त। आफूलाई कसले भनिदियोस्, मलाई भन्छ। आफ्नै फुपूको घर नचिनी भाइ, घर कहाँ हो? यही पोखरी छाप हो दाइ। ए ऊ त्यहाँ पोखरी छाप गाउँ? हजुर। कहिले देखिन त? अब पहिल्यैदेखि खाडी मुलुक बसेको, त्यही भएर देख्नु भएन होला। खाडी रे? हजुर दाइ। अनि दाइ, यो घरकोहरू कहिले गाउँ आउँदैन? उतै हङकङ युकेतिर बस्छन् अरे, सुन्दैछु छोरीको बिहा हुँदैछ अरे। कहिले काहीँ त लाग्छ तपाईँ र मेरो कुरै मिल्दैन।
कुरा मिले पो सम्बन्ध बाँच्छ त। बुढी माई त गछ यार, यी घरको काम लट्ठापत्रै छ। बरु यहीँ बस, म चिया पकाउँछु। टेन्सन भइरहेछ यार, बरु बिहे पो गर्नुपर्छ क्यारे। ए मधु भेटिस्? होइन आशा, थाइ मजाक गर्छस् त पनि। हो भने मजाक होइन यार जगल्टे। अब जिन्दगीभर त्यही मधुलाई सम्झेर पनि त भएन नि। यदि उनले पनि मै भनेर बसेको भए अब फर्केर आउँथ्यो होला। बल्ल तेरो घैँटोमा काम लागेछ। बरु मेरो सल्लाह मान्छस् भन्ने आशालाई नै बेगर, त्यसले सानैदेखि मन पराउँछ तँलाई। सोच्दैछु यार, फेरि आशाले पो केही भन्ने हो कि? सोच्ने मात्र होइन केटा, आजै आशालाई भेटेर बेको कुरा गरिहाल, ढिला होला नि फेरि। नमस्ते है मामा। लो बाबु नमस्ते। आशा घरमै छ मामा? खोइ अहिले त छैन, माथि रगडाँतिर जान्छु भन्ने थियो के अरे। ल हुन्छ मामा, ल। अनि तैँले मधुलाई के गर्छस् त? ओइ के गर्छस्? यदि हाम्रो बिहे पक्का भयो अनि मधु आइहाल्यो भने के गर्छस् त? तैँले जे भन्छ त्यही गरौँला नि। हेर, बिहे भनेको केटाकेटी खेल्ने खेल होइन। यसमा हामी दुईजना मात्रै होइन, हाम्रो परिवार समाज सबै जोडिएको हुन्छ। त्यसैले अलि विचार पो पुऱ्याउनु पर्छ कि। तै भन्न त काली, म के गरौँ? त्यत्रो वर्ष एउटैको फोटो लिएर आँखामा हिँडिराखेँ। के भावलाई म त्यति बेला अहिले सम्झिँदा आँसु लागेर आउँछ। देखिस् होइन, अझै पनि कहीँ कतै त त्यो मधु नै छ होइन तेरो मनमा? बाबु अब तिम्रो छुट्टी कति छ नि? पर्सिको फ्लाइट हो आमा। त्यसो भए भोलि काठमाडौँ पुग्नुपर्ने होला। अनि आशासँगको कुरा के हुँदैछ त? अब 2 वर्ष जति गल्फ कन्ट्री बस्छु आमा, अनि त्यसपछि तपाईँहरूले जसलाई भन्नुहुन्छ त्यसैलाई बिहा गर्ला नि, हुन्न र आमा? हुन्छ, आशालाई नै भित्राउने हो। छोरा जाने बेला भइसक्यो, बाउ छोरा बसेर यसो कुराकानी गरे हुने। के कुरा छ र त्योसँग गर्नु पर्ने त्यस्तो? लौ, छोरासँग बोल्न पनि केही कुरा चाहिन्छ र? बाउको कुरा खानु पनि पर्यो नि त्यसले, अनि पो कुरा गर्ने। अल्लारे नै छ, बाउ हो, सम्झाइ बुझाइ गर्नुपर्छ नि। किन मलाई चिन्ता नभयो र? म बाउ हो, मलाई पनि चिन्ता छ। तर अलि सुध्रेस भनेर म कडा देखिएको मात्र हो। होइन, कहाँ जान लाग्नु भएको? बाँस काट्न। अहिले बिहान बाबु जाँदैछ त, बिदाई गरेर जानु नि। कहाँ छ त्यो? भित्र छ। बाबु तिमी तयार भयौ? तयार हुँदैछु आमा, अब निस्किन्छु। ल आमा, ल बा, म चाहिँ हिँड्न थालेँ अब। ल, मेरो भन्नु केही छैन। राम्रोसँग जा, घरको दुःख सबै तँलाई थाहा छँदैछ। घरको दुःख सम्झेर राम्रोसँग काम गर। हुन्छ बाबा, बरु मेरो भन्दा तपाईँहरू आफ्नो केयर गर्नु होला। आमा अलि अशक्त छ, आमाको अलि बढी केयर गर्नु होला। किन रोको त? सधैँ गएको हो र? फर्किहाल्छ नि। ल, अहिले लाग्छु।
भन्छ कल्टे तपाईँको रिपोर्ट नर्मलै छ, खासै आत्तिन पनि के पनि छैन है। अनि डाक्टर बाबालाई कति राख्नुपर्छ त अब यहाँ? तपाईँलाई आज डिस्चार्ज गर्न मिल्दैन, भोलि बिहान मात्रै जानु होला है। हुन्छ। बाबु बाबु हजुर त आज जाने दिन होइन र? तेरो फ्लाइट छुट्यो त आज। मलाई फ्लाइट भन्दा पनि तपाईँ ठुलो कुरो हो बाबा। घाउलाई धेरै छोप्नु हुँदैन बाबा, यो खाइदिनुहोस् त। मैले निर्णय गरेँ बाबा, अब म विदेश जान्न, म गाउँमै के गर्छु। बुढाबुढी भएको बा आमालाई छोडेर म कसरी विदेश जानु? मेरो लागि तपाईँहरू नै सबै थोक हो बाबा। तँलाई मैले कहिल्यै राम्रो बोली गरेन, कति गाली गरेँ, नजानेको नबुझेको आभार सम्झेँ। बल्ल आज आएर मलाई मेरो गल्ती बोध भयो। त्यस्तो होइन नि बाबा, त्यो गाली होइन नि, तपाईँले मेरै लागि भन्नुभएको। तिमी यत्तिको बुझ्ने भइसकेको रहेछ होइन? बिहानको ड्युटी पनि गाह्रो छ है? हो त नि, कस्तो गाह्रो छ। मधु जाऊ है। बाई मधु, बाई अमृता, बाई बाई। सिस्टर, यहाँ मधु नाम गरेको नर्स सर। मधु नाम त भर्खरै निस्किनु भयो त। मम्मी 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 वेलकम होम। तँलाई नक्कली। म हजुरलाई कफी बनाएर ल्याइदिन्छु है। ल ल, हुन्छ हुन्छ। मम्मी कफी। ल ओ छोरी, त्यो बेडरुम के गरेको त्यस्तो फोहोर गरेर हेर त। छ्या 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 छ्या। के भएर? पहिला त त्यस्तो थिएनस् त, जाँगरीलै थिइस् त। नभ्याएर हो।
मैले तेरो चित्त दुखाछु? किन के भएर? यतिका वर्षपछि आछु, बोल्न छैन केही छैन, खालि मोबाइल हेरेछ। के भन्ने त? बोलिरहेछु त। छोरी, मसँग हङकङ जाम है। यस्तो काम त उता पनि पाइहाल्छ नि। यहाँको भन्दा तलब उतै राम्रो छ। तँ यता म उता, कहिले कहिले त कस्तो मन आत्तिन्छ। भर्खर त काम राम्रो हुँदैछ मेरो। खालि काम काम काम। यस्तो काम त उता पनि गर्न पाइहाल्छ नि। यहाँको जब यति थोरै पैसामा के अल्झिराखेको छोरी? खुर्कै हिँड मसँग। जुन खुसी मलाई यहाँ काम गर्दा मिल्छ नि, त्यो खुसी अन्त मलाई मिल्दैन के मेरो मम्मी? ए खुसी खुसी छट। ए ओइ केटी, मलाई त कस्तो चिन्ता लाग्छ भाइ यो छोरीको। यसो के आइडिया छ कि भन्न भाइ। हेर्नु, हङकङ जाम भनेको पटक्कै मान्दैन नि त भाइ। कस्तो हटेरी छ भने यो। हे मान्न नि पर्यो नि भाइ। हे मान्दैन। ऊ बेलामा बाँसको कत्रो महत्त्व थियो। घरको चाहिने सामग्री सबै बाँसबाटै बन्थ्यो। प्लास्टिक र स्टिलले सबै बजार खाइसक्यो। लौ हेर कस्तो जमाना आयो। त्यही त नि बा। भयो भयो, जाउँ। बिस्तारै है बा, बिस्तारै। नै हिँड्नु भन्दा मान्नुहुन्न, अब बिस्तारै हिँड्नु। अब बाबा नाङ्लो लिनुहुन्छ? नाङ्लो लिने रे? हजुर। नाङ्लो नै बेच्ने भए घर घरमा जाऊ न। कहाँ बाटो हिँड्ने मान्छेले सोच्छ यार। घर घरै जानुपर्छ भन्ने कुरो मलाई पनि थाहा छ नि के को। बिस्तारै हिँड्नु। छोरा अमर, एकछिन बसौँ है। ल बिस्तारै बस्नुहोस् है। बाबा, मलाई त्यो अहिलेको मान्छे देखेर एउटा आइडिया आयो। अब म पनि डोको बुन्न सिक्छु बाबा। अनि बाउ छोरा मिलेर स्याङ्जा र पोखरामा लगेर त्यो डोकोहरू बेच्नुपर्छ। अनि त कस्तो फाइदा नहोला र। कस्तो अचम्म। कसले किन्छ बजारमा डोको नाम्लो? आजभोलि गाउँघरमा त किन्न छोडिसक्यो। हो त है। अमरसँग अझै कुरा हुँदैछ छोरी? हुँदैन। तिमी आफ्नो लागि अगाडि बढ्नुपर्छ। अब त्यस्तोको पछि लाएर हुँदैन। साँच्चै माया नै थियो भने आजभोलिको जमानामा त्यसले खोज्न सक्ने थिएन तिमीलाई। बाबा लाउनुहोस् दबाई खानुहोस्। यो नसक्ने बेलामा किन बुनिराख्नुपर्ने होला? कम्पनीमा आफ्नो समस्या देखाएर प्रोसेस गर्यो भने त फेरि त्यहीँ जान पाउँछ भन्छ त आमा। खै, म त अहिले नै जाँदिनँ होला बाबा। पहिलो कुरो तपाईँ पूर्ण रूपमा निको हुनु पर्यो। बाँकी कमाउनको लागि त उमेर छँदैछ नि। तैपनि मेरो लागि ठुलो सम्पत्ति भनेको तपाईँहरू नै हो। जान्नु त पर्छ है बाबु। गाउँमा बसेर के गर्ने? उमेर हुँदै पैसा कमाउनु पर्छ। हुन्छ नि आमा, तपाईँहरू चिन्ता नलिनुहोस् न। बरु
आशासँगको बिहा पक्का पो गरिदिने हो कि? अब तपाईँहरू पनि बुढाबुढी भइसक्नु भएको छ। यो घरमा बुहारी भित्र आएपछि तपाईँहरूलाई नै त हो सहारा हो नि। अनि म जता गए पनि काम ढुक्कले गर्न पाउँछु कि कसो हो बा? ल आमा, म तल गैरी बारीतिर गराउँछु। ल यसै बेला छोराको बिहे गरिदिनु पर्छ कुरा। के थाहा पछि छोराको मन बदलिन पनि सक्छ। हुन्छ, ल के गर्नुपर्ने हो सुरसार गरिहालौँ। छोरा सुध्रिँदा म त्यसै निको भइहाल्छु नि। हेर त छोरी, यो फोटो हेर त। आई मदन दाई होइन? के को मदन दाई हो? सुल्टी हो नि। अनि किन देखाउनु भएको त मलाई फोटो? तेरो बिहेको कुरा चलेछ कि? केटो इमान्दारी छ, सोझो छ, यो भन्दा कति चाहियो तँलाई? बिहा गर्न पर्छ छोरी। नानी बाबुको के वर्ग रे? बाबु कुकुर वर्ग। कुकुर वर्ग। नानीको? नानी गाई वर्ग। गाई वर्ग। हजुर। वर्ग त साह्रै मिलेरहेछ। कुरो हाल्ने भए यो बिहिबार सायद राम्रो छ, बिहिबार पठाइदिनुहोस्। हो? हजुर। मिलेको जोडी छ है? बेसरी मिलेछ। ए हुन्छ। हजुर। लो कुटुम्बहरू आउनुभयो, खुसी लाग्यो। आफ्नो संस्कार पनि चलाउनै पर्यो। हुर्किएको छोरी हो, एक बार त सोच्नु पर्यो नि। हुर्किसकेको छोरी हो, अब किन सोच्नु पर्यो र? हो त नि, अर्काको घरमा जानुपर्ने जात। यति राम्रो केटो आछ, भोलि कस्तोसँग पर्ने हो भो नभनिदिनु है। कहाँ त्यस्तो भनेर हुन्छ? एक फेरा त छोरीसँग सोध्नु पर्यो नि। जाऊ बाबु, दिदीले बोलाएर आऊ त। दिदी दिदी, हजुरलाई घरमा बोलाछ। ए नानी, कुटुम्बहरू तेरो हात लिन आउनु भएको छ। तेरो के विचार छ, लो भन। हजुरहरू सबलाई थाहा छ, अमरले अझै पनि मधुलाई बिर्सेको छैन। त्यही भएर सबै थाहा भई म उसँग कसरी बिहे गर्ने? मैले अस्ति उसलाई भनेको पनि हो, अहिले हतार नगरौँ भनेर। कहिले काहीँ त आत्तिनु पनि पर्छ नानी। सोचे जस्तो सधैँ कहाँ हुन्छ र? होइन पुसै, अमर अहिले अलमलमा छ। के गर्ने के नगर्ने उसलाई केही थाहा छैन। मायाको रोग लागेको छ उसलाई। त्यही भएर म फस्न चाहन्न। सक्नुहुन्छ भने अमरलाई मधुसँग भेटाइदिनु। खोइ तोला हो। हाँ? लच्या के भयो तँलाई? आशाले नि आश मारे यार। के रे?
आशाले तसँग बिहे गर्न मानेन रे। चिन्ता नलि, त्यस्तो आशा मधु जस्तो केटी तैँले कति पाउँछस् कति पाउँछस्। आशाको त कुरै छोडिदिउँ, मधुले त्यत्रो धोका देला भन्ने मैले सोचेको थिइनँ यार। म त साह्रै अभागी रहेछ यार। भन्न जगल्टे, अब म के गरौँ यार। हेर केटा, मान्छेले आत्मविश्वास गुमाउनु हुँदैन। हाम्रो जीवन भनेको बिरुवा जस्तो हो। चैतमा पात झर्छ भने फेरि वैशाखमा पलाउँछ। बुझिस् नि तैँले मेरो कुरा। मधु गुरुङ तपाईँको छोरी। हजुर हो, मेरो आफ्नै छोरी। मदन गुरुङ तपाईँको छोरा। हो हजुर, मेरै छोरा हो। साँच्चीकै हो नि यो बिहे? साँच्चैकै हो। साँच्चैको हो। हेर्नुहोस् है हेर्नुहोस्, अहिले यो धेरै खाले नक्कली बिहेहरू भइरहेको छ। भोलि फेरि यो नक्कली साबित भयो भने तपाईँलाई समस्या, मलाई समस्या, अप्ठ्यारो पर्न सक्छ। होइन होइन, साँच्चैको हो नि। साँच्चैकै हो भनेको। ओए अमर, तेरो लागि एउटा दुःखद खबर छ यार। के कुरा हो भन्न? मधुको त अन्तै बिहे भइरहेछ। कहाँ देखिस् र तैँले? आज तल ओडा कार्यालयमा भेटेको थियो। उसको आमा बिहे दर्ता गर्न आएको रहेछ।
मम्मी के तपाईँले अमरलाई त देख्नुभयो नि है? के भयो त देखेर? ऊ कति मेहनती छ है। सिधा सिधा भन्, के भन्न खोजेको? प्लिज मम्मी, ऊ पहिला जस्तो छैन। ऊ चेन्ज भइसकेछ आजभोलि। तपाईँले नि देख्नुभयो कति मेहनती छ, कति काम गर्ने भएको छ भनेर। हेर छोरी, तैँले नर्स पढ्छु भनिस्, मैले त्यो पनि माने। अहिले हङकङ जान्न, पोखरामा बसेर जब गर्छु भनिस्, मैले त्यो पनि माने। मैले तेरो दुईटा शर्त माने। त्यसको सट्टा तैँले अमरसँग भेट्दिन नि भनिस्, बोल्दिन नि भनिस्। प्लिज मम्मी, हुन्छ भन्नु न। नच्चनी कुरा नगर छोरी, अहिले फेरि राम्रो हुँदैन। ए मनकौरी। ए दाई, नमस्ते दाई। नमस्ते। कहिले आयो? हिजो मात्र आएको दाई। सन्चै हुनुहुन्छ? सन्चै छु। अलि दिन बस्ने होला नि? होइन दाई, म 2-4 दिनमा फर्किहाल्छु दाई। ए किन त यति हतार? मधुलाई लिन आएको दाई। ल त है त। ए ल हस् दाई। अझ झोक्राउन छोडे छैनस्? अघिदेखि भनिरहे त्यो त। जा कपडा लिएर सुकाउन आइजा। हजुर बहिनी, सन्चै हुनुहुन्छ? हजुर, कहिले आयो? अस्ति भर्खर आएको। ए दाई। हजुर। मलाई अमरसँग भेटाइदिनु न। के अहिले? हजुर। कहाँ? त्यही सोमी डाँडाको चौतारीमा। ए ल, हुन्छ नि त। हुन्छ हस्। सन्चै छौ मधु? ठिकै छु। बधाई छ है तिमीलाई। के को बधाई नि फेरि? विवाह गरेछौ। कसले भन्यो तपाईँलाई? थाहा पाइहालिन्छ नि। अनि तपाईँले बिहे गर्नुभयो त? एकचोटि कसैलाई यो दिलमा सजाइसकेपछि सजिलै अरू कसैलाई राख्न गाह्रो हुँदो रहेछ। तिमी त सपना पुरा गर्छु भनेर हिँडेको मान्छे पुरा भयो होला नि। याद छ यो ठाउँ? तिमीले सम्बन्ध र सपना बीच सम्बन्धलाई छोडेको ठाउँ। आज फेरि किन याद आयो त मेरो? त्यति बेला म धेरै तनावमा थिएँ। के भने के सोचेर बसेको छोरी? मैले तँलाई साँच्चैको बिहे गर भनेको हो र? 7 वर्षपछि डिभोर्स गरे पनि त भयो नि। मन नपरे ठिकै छ नि त। गरे पनि भयो, नगरे पनि भयो। चिन्ता लिनु पर्दैन। मेरो आइडीबाट एकजनालाई लैजान मिल्छ रे भनेर कान्छी फुपूको छोरासँग कागजपत्रमा मात्र बिहे गरेको हो। तैपनि मदन दाईले मलाई आफ्नै बहिनी जस्तो सम्झिनुहुन्छ। त्यस्तो के होइन। तिमीलाई खोज्न मैले के मात्र गरिन भन। तिम्रो पुरानो सिममा कति ट्राई गरेँ, खाएँ, कन्ट्याक्ट हुनै सकेन।
सायद तिमीले नयाँ सिम लिएर पाऊ कि। फेसबुकतिर पनि कति सर्च गरेँ, भेटाउनै सकेन। तपाईँ त्यो दिन भागौ भनेर घरमा आउनुभएको थियो र मैले घरमा वचन दिइसकेको थिएँ अब तपाईँसँग भेट्दिनँ भनेर। त्यो दिन बाजेले देख्नुभयो अनि गाउँ भेला गरेर तपाईँलाई कारबाही गर्छु भन्नुभएको थियो। त्यही डरले तपाईँलाई बचाउनलाई यो सब गरेको थिएँ मैले। अब त छोड्दिनु होला नि मलाई। चौतारीको पर पिपल जस्तै सँगै बाँचौँ हामी, हो सँगै बाँचौँ हामी। चौतारीको पर पिपल जस्तै सँगै बाँचौँ हामी, हो सँगै बाँचौँ हामी। मनमुटुमा जम्बरी माया, मनमुटुमा जम्बरी माया साँची राखौँ हामी। मनमुटुमा अजम्बरी माया साँचौँ हामी। मनमुटुमा जम्बरी माया साँचौँ हामी। साँझ पख देउरालीमा भेट्न आउनु है, बिरतीका मिठा गीत सँगै गाउनु है। हर पल तिमी मेरो साथमा रमाउनु है, नछुटिने प्रीत तिमी अब लाउनु है। यस्तो लाग्छ तिमी बिना बाँच्नै सक्दिन म, दिल खोलेर अरूसँग हाँस्नै सक्दिन म, हाँस्नै सक्दिन म। दिल खोलेर अरूसँग हाँस्नै सक्दिन म, दिल खोलेर अरूसँग हाँस्न सक्दिन म। नाच्न चाहन्छु, जुनीभरि तिम्रै नै बनी बस्न चाहन्छु। तिम्रै यादमा बित्छ मेरा सारा रातहरू, बिर्सन सक्दिन म तिम्रा ती साथहरू। जुन हेर्छु फुल हेर्छु, तिम्रै रूप नै देख्छु, तिम्रै नाम जुनी जुनी यो मुटुमा लेख्छु, यो मुटुमा लेख्छु। तिम्रै नाम जुनी जुनी यो मुटुमा लेख्छु, तिम्रै नाम जुनी जुनी यो मुटुमा लेख्छु।
श्यामा नमस्ते। ए नमस्ते सरोज दाई हजुर ल बहिनी। बस्दै गर है। ए हुन्छ श्यामा। ए श्यामा यो आफ्नै घरको टमाटर, यो चाहिँ घरकै मह। ए किन दुःख गरिराख्नु पर्थ्यो र बाबु। ठिकै छ। भन्नु किन बोलाउनु भयो? तिमीसँग एउटा सल्लाह गर्नु छ क्या मधु? के सल्लाह? हाम्रो विवाहको बारेमा। तिमीलाई हात माग्न पठाउँछु ल घरबाट। यस्तो असम्भव कुरा नगर्नु न। घरमा मम्मी मान्नुहुन्न के? बरु अहिले त हामी कमाउने नि भएको छौँ। बरु हामी भागौँ न। भागेर मात्रै समस्याको समाधान हुँदैन नि मधु। हामी त परिवारलाई रिजाएर मात्र बिहा गरियो। फेरि हामी बुझ्ने पनि त भएको छौँ। केही समय पर्खौँ। हाम्रो मायालाई कस्तो नबुझ्ला र परिवारले। मैले तँलाई के भनेको थियो? त्यसलाई नभेट भनेको होइन? फेरि गएर भेटिस्? ऊ जे जस्तो भए पनि म उसलाई एकदम माया गर्छु। चुप 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 चुप। सामान प्याक गरिहाल। सामान प्याक गरिहाल। तँ यहाँ बसिरह्यो भने बिग्रन्छस्। भोलि नै हिँडिहाल्ने। तर तेरो यस्तै पारा हो भने कि मलाई रोज कि त्यसलाई रोज। भागो भने तपाईँ मान्नुहुन्न, मागेर मम्मीले दिनुहुन्न। अब म बाँचेर के अर्थ? मधु 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 हिँड। ओ सरोज बाबु। हजुर श्यामा। ल हामी त गयो है। ए हुन्छ हुन्छ। सरोज दाई गए है? हुन्छ बहिनी। हिँड छिटो हिँड। हो दिदी आउनु भयो? आइयो भाइ। के उभिराखेको? छिटो भित्र आइज। छिटो 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 छिटो। यता नि। ओइ अमर, तेरो मधुसँग कुरा भएको हो? मामु जो बाबु। के टल्ल परिरहेको? मधु त गाडी चढिसक्यो। अब त हङकङ जाने रे। यो पालि नि रोकेनस् भने कहिले पाउँदैनस् तैँले मधुलाई। के हेरिरहेको? जागर रोक तेरो मधुलाई। छिटाइज छिटो, गाडी हिँडिसक्यो।
छिटो चलाउनु। अमर अमर मधु, तिमीलाई थाहा छ नि म बिना तिमीलाई कति गाह्रो हुन्छ भनेर। र मलाई पनि थाहा छ कि तिमी गयो भने मेरो जिन्दगी अधुरो नै हुनेछ मधु। तर पनि तिमीलाई रोकेर म सेल्फिस हुन सक्दिनँ मधु। मधु, त्यत्रो वर्ष तिमीसँग टाढेर बसे, अब तिमी बिना म टाढिएर बस्न सक्दिनँ मधु। फुपू, कृपया हाम्रो मायालाई बुझिदिनुहोस् न फुपू, बुझिदिनुहोस् न। आजदेखि तैँले हामी दुई मध्ये कि मलाई रोज कि त्यसलाई रोज? म कसरी रोजु? मलाई दुवैजना चाहिन्छ मम्मी। ऊ मेरो जिन्दगी हो, तपाईँ मेरो सास हो। गुरुजी, गाडी अगाडि बढाउनुहोस्। अमर, मधु, चौतारीको पर पिपल जस्तै सँगै बाँचौँ हामी, हो सँगै बाँचौँ हामी। चौतारीको पर पिपल जस्तै
मनमुटुमा जम्बरी माया मनमुटुमा जम्बरी माया साँची राखौँ हामी मनमुटुमा अजम्बरी माया साँचौँ हामी मनमुटुमा जम्बरी माया साँचौँ हामी साँझ पख देउरालीमा भेट्न आउनु है बिरतीका मिठा गीत सँगै गाउनु है हर पल तिमी मेरो साथमा रमाउनु है नछुटिने प्रीत तिमी अब लाउनु है यस्तो लाग्छ तिमी बिना बाँच्नै सक्दिन म दिल खोलेर अरूसँग हाँस्नै सक्दिन म हाँस्नै सक्दिन म दिल खोलेर अरूसँग हाँस्नै सक्दिन म दिल खोलेर अरूसँग हाँस्न सक्दिन म नाच्न चाहन्छु जुनीभरि तिम्रै नै बनी बस्न चाहन्छु तिम्रो यादमा बित्छ मेरा सारा रातहरू बिर्सन सक्दिन म तिम्रा ती साथहरू जुन हेर्छु फुल हेर्छु तिम्रै रूप नै देख्छु तिम्रै नाम जुनी जुनी यो मुटुमा लेख्छु यो मुटुमा लेख्छु तिम्रै नाम जुनी जुनी यो मुटुमा लेख्छु तिम्रै नाम जुनी जुनी यो मुटुमा लेख्छु